इङ्ल्यान्डसँग हार्दा पनि नेपालको चौतर्फी रूपमा प्रशंसा भइरहेको थियो, किनभने नेपालले जोरदार रूपमा प्रदर्शन गरेको थियो। हारे पनि हार मानिएको थिएन, किनभने नेपालले एकदम बलियो मानिएको टिम इङ्ल्यान्डलाई जोरदार रूपमा प्रदर्शन गरेर टक्कर दिएको थियो। तर अहिले उदाउँदै गरेको विश्वकपमा नयाँ नयाँ टिम इटालीसँग चाहिँ लज्जास्पद हार भएको हुँदा नेपालले पाएको प्रशंसा, नेपाली टोलीले पाएको प्रशंसा, दर्शकहरूले दिएको माया चाहिँ गुमाउँदै गएको छ। भविष्यमा नेपाली टिमको अवस्था के हुने हो त्यो थाहा छैन, तर अहिले जुन किसिमले नेपाली टिमले नयाँ मानिएको इटालीसँग लज्जास्पद हार पाएको छ, यसले गर्दा नेपाली टोलीले अझै सशक्त भएर, अझै अग्रसर भएर नयाँ खेलाडीहरूलाई टिममा राखेर अगाडि बढ्न जरुरी छ।